ला यार डनलाई पनि पुलिसले एरेस्ट गरे यार कसले पैसा दिन्छ यार अब ला यार अब अरू कुनै उपाय नै छैन यार यहाँ किडन्यापिङ भयो यहाँ फलानाको घर छेउमा हो तपाईँ त किडन्याप भएको बच्चाको परिवारमा हुनुहुन्न त्यसैले हामी तपाईको उजुरी मार्फत केही गर्न सक्दैनौँ मैले नि के गर्नुपर्छ दादा दादा त्यो घटालाई त पुलिसले समात्यो अब हामी भाग्नु पर्छ मैले पुलिसलाई फोन गर्दा त आउँदिन भनेको थियो त तपाईँ त किडन्याप भएको बच्चाको परिवारमा हुनुहुन्न त्यसैले हामी तपाईको उजुरी मार्फत केही गर्न सक्दैनौँ अरे यार आजकल त मेरो त्यसका त मसँग त्यसको रामबाण छ रामबाण यो कालका त मैले जानेका छ ल भाइ तिम्रो घर कहाँ हो म तिमीलाई पुऱ्याइदिन्छु मेरो घर चाहिँ चियाबारीको ग्राउन्डको अलिक उता हो ल म पुऱ्याउँछु जाम त्यसको क्यामेरा आयो भने छैन साला मलाई थाहा थियो क्या त्यो फुच्चेहरूलाई काम गराउँदा यस्तै हुन्छ भनेर तिनीहरू पक्कै त्यो बच्चाको घर जाँदैछ तिनीहरूलाई बाटोमा रोक्छ ओइ केटा हो त्यो फुच्चेलाई भगाउने केटाहरू आएन त खोइ कहाँ हो तिम्रो घर त्यहाँ हो मेरो घर बल्ल आएछ नि त फुच्चेहरू ए लु यो फुच्चेलाई हाम्रो ग्याङले किडन्याप गरेको हामी नै बेच्नुपर्छ यस्तो त्यस्तो कहाँ हुन्छ लु यो यस्तो छ लु यो बन्दुक के मलाई पेल्यो भने फुच्चेले पेलिदिन्छ त्यस्तो सजिलो कहाँ छ र बाबु हे केटा हो भाइ के गरेको साले यो फुच्चेलाई समात ओइ केटा हो जाउँ अड्डामा ओइ केटा हो यहाँदेखिको काम अब तिमीहरू सम्हाल हामी दुईजना फेरि अर्को बच्चा लिन जानु पर्ने ब्रेड के गरे कि गर्न खोजेछि कि यहाँ बच्चाहरू ल्याएको छ राखेको छ बस यस काका साले अझै बोल्छस् बिचारा साले नगर भनेको नि मैले तँलाई एकाल एकछिन म गराउँछु जम्बी ए भाइ म जम्बी होइन ए गालहरू के गरे अब आन्द्रा भुडी मात्र झिक्न बाँकी ल ओइ जाउँ हामी पनि यसको आन्द्रा भुडी निस्किसक्यो यसको किडनी निकालिसक्यो अब ओइ साले ओइ किडनी बेच्ने साथी आउँदैछ अरे त आउँदैछ टाइम नै भयो जाउँ त्यही पर धारामा आउने भनेको होइन साल कुटाइ खाएर नि बच्चाको आन्द्रा भुडी त बेच्ने भयो नि मेरो मकसद त्यसलाई बचाउने नि थिएन म त त्यसको आन्द्रा भुडी झिक्ने थिएँ ल त्यो फुच्चे त भाग्यो यो काम सक्नु हाम्रो डिल अनि गर धारा त यो आउनु भन्ने कोही मान्छे पो देख्दिनँ त ए गरेको बस्तिराख्छु ओइ भाइ अनि होइन किडनी बेच्ने ल हाम्रै माल हामीलाई भिडाउनु खोज्छस् बोस हाम्रै सामान सालले हामीलाई भिडाउनु खोजेको रहेछ बस माल केटा हो फायर